उपस्थित सम्पूर्ण महानुभावहरूमा साहित्यिक नमन टक्र्याउँदै म उद्धव देवकोटा रूपन्देहीबाट कविता प्रस्तुत गर्न चाहन्छु र आज मैले वाचन गर्न लागिरहेको कविताको शीर्षक रहेको छ बुख्याचा र कविता यसरी सुरु हुन्छ। यहाँ हरेक बिहान सुरुवात हुन्छ एउटा अघोषित द्वन्द्व। यहाँ हरेक बिहान सुरुवात हुन्छ एउटा अघोषित द्वन्द्व नियति र श्रमका बीचमा, जहाँ एउटाले झम्टिन खोजिरहन्छ र अर्को छेलिँदै लिस्न उक्लन खोजिरहन्छ। सर्प सिडीको खेलमा चाहिँ गुर्काएर अगणित सम्भावनाका डाइसहरू। यहाँ हरेक बिहान बोकेर खर्पन भरी उदाउँदा सूर्यहरू पाइला चालिरहन्छ जिन्दगी, सङ्घाल्दै मनभरि आशा र भरोसाका फुल। तर जब बिस्तारै बिलाउँछ घामको उज्यालो र उडाउँछन् हावाले परिश्रमका खरानीहरू, तब डस्न थाल्छन् विषालु अँध्यारा रातले। अनि फेरि आगो भन्दा पनि बेसी पोल्ने भएर, हावा भन्दा पनि अति पातला भएर वितण्डा मचाउने सामुद्रिक आँधी र सुनामी झैँ उठ्छन् ती अनेकन सवालहरू मनभरि जुन वर्षौंदेखि अनुत्तरित छन्। यहाँ हरेक रात सपना र वास्तविकताका बीच हुन्छन् अपरिभाषित सौदाबाजी। यहाँ हरेक रात सपना र वास्तविकताका बीच हुन्छन् अपरिभाषित सौदाबाजी, जहाँ जिन्दगी गर्दै जान्छ बुदामा सम्झौता र अन्त्यहीन चक्र चाहिँ हरेक बिहान भालेका डाकसँगै फेरि उदाउँछ उज्यालो, बोकेर नौलो प्रयत्न र नयाँ सङ्घर्षका आयामहरू। यो सब तमासा खलियानका बीचबाट नजर गरिरहेछ एउटा निष्प्राण बुख्याचा। यो सब तमासा खलियानका बीचबाट नजर गरिरहेछ एउटा निष्प्राण बुख्याचा, जो सदा एउटै ठाउँबाट रखवारी गरिरहन्छ। उही अडेको छ, उही यथास्थितिमा छ र जुत्दै हावासँग, पानीसँग र समयसँग अनि नियतिका निर्दयी खेलहरूसँग। ऊ बोल्न चाहदैन, ऊ लड्न चाहदैन, ऊ केवल उभिरहन्छ। ऊ मौन छ, उसको मौनता परिस्थितिको डर हो कि अस्तित्वप्रतिको लक्ष्य, सबै अनुत्तरित छ र पनि उभिरहन्छ। अट्टहाससँगै देखेर आफ्नै चलायमान प्रतिबिम्ब, तर पनि उभिरहन्छ अट्टहाससँगै देखेर आफ्नै चलायमान प्रतिबिम्ब। अट्टहाससँग देखेर आफ्नै चलायमान प्रतिबिम्ब। हस्त, धन्यवाद।